साथीहरु मलाई चाहिँ सिस्नु त्यति पकाउन आउँदैन अनि यहाँ आमाले पकाउँदै हुनुहुन्छ सिस्नु अर्गानिक सिस्नु। यहाँ सिस्नु पाकिसकेको छ यस्तो भइसकेछ। अनि यहाँ मेरो भात अनि यहाँनेरि के भन्छ साथीहरु यो चाहिँ बाँसको चिम्टा। ए बाँसको चिम्टा यसरी बनाउनु पर्छ है साथीहरु। अनि यो चाहिँ यसो यसो गर्नुपर्छ कसो कसो गर्नु। यो साथीहरु यस्तै हो मेरो पारा। त्यो डल्ले डल्ले लामो लामो फुलाको फुल्दै फुलेन। यो त यतिको फुलेको अलिक त फुल्दैन फुल्दैन। सिस्नु भात अचार मुलाको अचार। वेलकम बैक माई यूट्यूब चैनल। नयाँ दिन नयाँ भिडियोको सुरुवात भइसक्यो साथीहरु। अनि यहाँनिर चाहिँ रक्सी अघि उतारिसकेको अनि उहाँ मेरो छोरी आलु पोल्दैछ। अमै जाम्ली पो भइरहेछ त साथीहरु मेरो छोरी त। अनि म चाहिँ यहाँनिर चारो काट्दैछु साथीहरु। अनि मेरो भिडियो चाहिँ आज स्टार्ट गरिसके। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदम धेरै सन्चै छु। अनि अब चाहिँ भात पकाइसकेको छु साथीहरु। आज चाहिँ हामी सिस्नु खाने हो, सिस्नु पकाउने हो साथीहरु। यहाँ नै आज चाहिँ हामी यहाँनेरि सिस्नु खान लागेको। आमाले टिप्दै हुनुहुन्छ। इ हैन लिम्बू कुरा चिन्छौ? चिन्थे? लिम्बू कुरा किन चिन्नु? चिलेर छ्या। ल सिस्नुले चिल्यो अरे आमालाई। सिस्नु खानु गाह्रो छ नि। ल चिताङ लोमा हारेको यो छ नि त के भन्छ कट। अनि त्यसमा यो सिस्नु पनि छ अलिअलि। अनि अघि अलिकति उयो काटे। अनि सिस्नु चाहिँ यसरी हातले त सकिँदैन हैन साथीहरु। यो पनि रहेछ के हालिदिन्छु। अनि यो चाहिँ यसरी हाल्नुपर्छ है चिम्टाले साथीहरु। हेप्छ पो त यो सिस्नुले मान्छेलाई। एकछिनमा चिलिदिइहाल्छ के पत्याउँदैन यो सिस्नुले हामीलाई। भिडियो बनाउनु पनि आउँदैन हो साथीहरु। के गर्नु भिडियो चाहिँ फेरि बनाउनु चाहिँ छोड्नु भएन है साथीहरु। भिडियो बनाउनु नआए पनि साथीहरु मलाई चाहिँ सिस्नु त्यति पकाउन आउँदैन। अनि यहाँ आमाले पकाउँदै हुनुहुन्छ सिस्नु अर्गानिक सिस्नु। लसुन र खोर्सानी अनि अलिकति तेल लगाएर भुट्दै हुनुहुन्छ आमाले। ओस्री साथीहरु। अनि यहाँनिर चाहिँ मकैको पिठो लाउनु भएको छ आमाले। यसो गर्नुपर्छ। झिङ्गा पनि कति साह्रो हो छ्या। यहाँ नै साथीहरु यो चाहिँ बाँसको चिम्टा। ए बाँसको चिम्टा यसरी बनाउनु पर्छ है साथीहरु। अनि यो चाहिँ यसो यसो गर्नुपर्छ कसो कसो गर्नुपर्छ थाहा छैन मलाई। म पहिला खाँदिनँ थिएँ सिस्नु। यता आएरै मात्रै हो सिस्नु खान थालेको। धेरै भएको छैन। मेरो सानो छोरी जन्मेदेखि हो सिस्नु खाएको चाहिँ। नत्र त धेरै खाँदिनँ म। यो चाहिँ उयो है के भन्छ के पवेस यसलाई त किला ठोक्ने मुङ्गो। ए मुङ्गो मुङ्गो अहिले दामा लाउने लागे। छोरा मान्छे नभएपछि गाह्रो छ नि साथीहरु। के गर्नु र छोरीले सक्दैन कहाँ अब साथीहरु यो सब सिटाहरु निकाल्छु है म। ल साथीहरु हेर्नु न यत्रो सिटाहरु हुन्छ कि सब निकालेर फाल्नुपर्छ। मैले चाहिँ सबै सिटा निकालिदिसकेँ। अनि घाँस पनि यसरी खाँदैछन्। उयो मेरो छोराछोरी हेर्नु न। उयो आमा मात्रै पछ्याउँछ नि मेरो छोरीको कपाल के हो नि यस्तो छोरा यहाँ छ साथीहरु। यहाँ चाहिँ हेर्नु न यहाँ डल्ले खोर्सानी ए फुल्दै कोपिला लाग्दैछ। अब यहाँ त फलेछ हौ साथीहरु। लु जाउँ ल बोक त जाउँ। हिजो चाहिँ यता जोतेको कि अनि सब यस्तो लडाइदिएछ हौ। यो चाहिँ अस्ति मैले अदुवाबारीमा लगाएको थिएँ क्या साथीहरु। अनि हेर्नु न फुल्दैछ। ए फुल्दैछ मेरो डल्ले खोर्सानी साथीहरु।
सबै फुल्दैछ यहाँ त फल्दै पो रहेछ है साथीहरू अनि यो तपाईँहरूलाई थाहा छ कि छैन चिन्नुहुन्छ कि के नचिन्नु है यो चाहिँ आल्चा है साथीहरू मेरो छोरीले टिप्नु भन्दैछ टिपिदिनु भयो दुईटा यत्रो छ है ठुलो छ ज्याङ ए साथीहरू अनि यो चाहिँ सुन्तलाको बोट मजाले फुलिरहेछ साथीहरू यहाँ हेर्नु है ए मजाले फुलिरहेछ आउनु आउनु कान्छे जाउँ मजाले भमराहरू भुइँ 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 गर्दैछ है सुन्तलाको यस्तो मजाले फुलिरहेछ है साथीहरू अनि यहाँ कफी पनि पो छ है साथीहरू यहाँ हेर्नु कफी 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 हेर्नु अस्ति भाइ एकजना भाइले टिपेर लानुभयो अलिकति अनि अझै यत्रो धेरै छ है फल्दो रहेछ फल्दा त खतरा गरी फलिरहेछ ए कफी आउनु बेबीले जाउँ यो चाहिँ सुन्तलाको बोट है साथीहरू कफी यहाँ पनि छ यहाँ पनि छ यहाँ पनि छ सुन्तला दुईटा छ सुन्तलाको बोट मेरो छोरीलाई खाने अरे हो साथीहरू मेरो छोरीले त खोइ के भएको बानी भयो कि के भयो खान्छ हौ यस्तै ल लुजु लुजु बुङ्गा हुन्छ है बेबी साथीहरू हेर्नु न यहाँनिर नि हाम्रो त यस्तो उयोहरूतिर सब फुलै पाउँछ हौ फुलै मात्रै पाउँछ मेरो छोरी हेर्नु त रोप्नै पर्दैन है आफै फुलिरहेको छ यहाँ पनि फुल वाउ हेर्नु न कति मजाले फुलिरहेछ यहाँ पनि पो छ त हौ साथीहरू हेर्नु यहाँ थरी थरीको फुलहरू पाउँछ यहाँनिर रोप्नु पनि पर्दैन मेरो फुल चाहिँ अनि यहाँ रोपेको चाहिँ यस्तो भइरहेछ आयो साथीहरू अनि हेर्नु न सिस्नु चाहिँ यतिको भएछ है अब हामी भात खान्छौँ ल अनि भात यहाँ छ अनि सिस्नु यहाँ छ म चाहिँ भात पस्काउनु थालेँ नि मैले तर उही चलाएर के सक्दैन सिस्नु भात अचार मुलाको अचार con thọc chúng nó làm tất cả cái thằng này còn lỡ ao bàn tổ साथीहरू मेरो छोरी चाहिँ हेर्नु नि यस्तो भएर खाँदैछ मेरो छोरा चाहिँ टेबलमा जाँदैछ आमामा कति राम्रो फेरि हात खुट्टाहरू पनि अनि यहाँ अब यो चाहिँ मेरो भात मुलाको अचार खाने है अब मेरो नानीहरूलाई अन्डा छ पहिला चाहिँ त्यति मन नपर्ने आज भोलि चाहिँ खान्छु खानु चाहिँ मेरो छोरी सिरियस भइरहेको मगर हाम्रो धेरै लोकलाई भन्छ रङसिङ हेर्नेको सुक्सा नानु रङसिङ नि मेरो छोरी रमाउँदैछ खाने अभ्यास खानु खानु माम म चाहिँ छेउबिता खन्न आइरहेको छु साथीहरू जाँदैछु है जाँदैछु अनि मेरो छोराहरू चाहिँ दोकान गएको छ क्या
अस्तिदेखि मुकबाङ गरौँ भन्दैछ नि त। मुकबाङ होइन गेम अरे क्या साथीहरू, गेम। अनि गेम चाहिँ रक पेपर सिजर खेल्ने भनिरहेको छ अस्तिदेखि मेरो छोराले। त्यही भएर मैले चाहिँ माइला, कान्छा, अभ्यास मेरो छोरालाई 3जनालाई पठाइरहेको छु दोकान। अनि म चाहिँ यता आइरहेको छु। एकछिन उनीहरू आइन्जेल एकछिन खन्छु अनि चाहिँ गएर बनाउनु पर्ने हुन्छ साथीहरू पानीपुरीहरू। अनि अब चाहिँ म यहाँनिर साथीहरू म चाहिँ अघि नानी उठेर आइहालेँ अलिकति खनेर। अनि यहाँनिर म चाहिँ देख्नु सक्नुहुन्छ है, यहाँनिर आज मुकबाङ गर्ने भनेर गेम खेल्ने भनेर मेरो छोराहरू तम्सिरहेको छ। अनि यहाँ बनाइदिँदैछ साथीहरू म फिङ्गर। ए साथीहरू फुल्लिएन त। फुल्लिएन है साथीहरू मेरो त, धेरै आगो भयो होला कि नसुकाइकन नफुल्लिने हौ कि तेल थोरै भयो। साथीहरू फुल्लेन अनि भच्चाएर बनाएँ मैले। त्यो डल्ले लामो फुल्लाको फुल्लेन, यो त एकदिनको फुल्लिएको, अहिलेको त फुल्दैन। अनि त्यही भएर यसो गरेको है मैले। हामी चाहिँ यहाँ चटपटे आज गेम खेल्ने भनेको, तर गेम खेलेनौँ। पानीपुरी नै यो फुल्लेन। अनि त्यही भएर यहाँ हामी चाहिँ चटपटे खानु लाग्यो। पानीपुरीको यो पनि हालौँ ल। मेरो छोरीको नाक सक्छ कि त खोइ बसेन हौ। तेल कहाँ पो छ हौ, यो कलर पनि लगाउँदैछ साथीहरू। म नानी यहाँ बस्नु त, यहाँ बस हौ त्यहाँ। यही तेल लगाएँ सबैले। ल साथीहरू हाम्रो चटपटे चाहिँ यस्तो भएको छ है। अनि यो चाहिँ नानीहरूलाई, अनि यो चाहिँ मलाई। माइला कान्छा कस्तो भयो मिठो त माइला? यो चाहिँ क्यामेरामा आउनु नमान्ने क्या यो मान्छे। यो माइला, यो कान्छा। अनि यहाँ छ मेरो पनि चटपटे साथीहरू। अनि म चाहिँ यहाँ घाँसमा जाँदैछु। अनि यहाँ हेर्नु न हिजो अस्ति बनाएको क्या यहाँ बाटो। अनि यहाँ हेर्नु न फुल, हाम्रो त यस्तोमा पो फुल्छ त फुलहरू पनि। अनि अब चाहिँ रात पर्न लाग्यो है। अनि यहाँ हेर्नु न यस्तो छ है हाम्रो गाउँ। छैन है गाउँ बस्ती। यो चाहिँ हिजो अस्ति बनाएको क्या हाम्रोमा, स्वरोजगार। यता हेर्नु त यस्तो बनाएको छ है हाम्रो बाटो चाहिँ अहिले। पहिला चाहिँ यस्तो थिएन, अहिले चाहिँ यस्तो बनाएको छ है। अनि यो चाहिँ मेरो घर हो। अनि यहाँदेखि परसम्म यही सुर्खा परसम्म अदुवा छ। अनि यता चाहिँ मकै छरेको अस्ति। अनि यहाँ बाटो। यहाँ हेर्नु न साथीहरू यस्तोमा पनि फुल हुन्छ हौ हाम्रोतिर, यतातिर त फुलै फुल छ। जतासुकै फुल पो छ त हौ। हेर्नु न यस्तोतिर पनि फुल हुन्छ। साथीहरू मैले घाँस काट्नु पर्ने त यही हो, अम्लिसोको घाँस। अनि मेरो घर चाहिँ माथि छ। अनि म चाहिँ तल आएको छु हाम्रो बारीमा। यहाँ हेर्नु है यही काट्नुपर्ने घाँस।